हाम्रो फ्यामिलीमा जम्मा 4 जना मात्रै छन्। अब बहिनी दिदी घर बस्छ, 4 जनाले अब यतिको पछाडि देख्न सक्नुहुन्छ। अब जमिनदार मान्छे यत्रो छ जग्गा, मान्छे 4 जना, गाह्रो छ नि साथीहरू। ठेसर कुर्दा 7 बजे हाम्रो ठेसर आइसकेको छ। अब चाहिँ नाइटमा हामी झाट्न पर्ने कार्यक्रम भइरहेको छ। ठेसर देख्न सक्नुहुन्छ, तर यति खुसी भइरहेको छ मेरो ठेसर आयो। झाट्ने कार्यक्रम हुन्छ, सब झटाउने झाट्नेवाला। हिरो 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 उल्टी। अब हाम्रो भाइहरू यता टक्क काम गर्दैछन्। बेलुका मारी याकको सुकुटी र अनि के भन्छन् गैँडाको मोतिनीहरूलाई खुवाउनु पर्ने अवस्था हुन्छ। ल त म ढुँदै गर्छु, काम गर्दै गर्छु, हेर्दै गर्नु होला। मेरो वाइकेडी ब्लगलाई पनि सब्सक्राइब गर्नुपर्छ भने सब्सक्राइब पनि गर्नु, सेयर पनि गर्नु, लाइक पनि गर्नु, सबै कुरा गर्नु। घन्टा ड्याङ्की ड्याङ ठोक्नु पऱ्यो तपाईँहरूले जसरी भए पनि। अब म काम गर्छु, धेरै काम गरेको देखाउनु पनि भएन। तपाईँहरू फेरि यो मोरले काम गरेको, हगेको, मुतेको, छेरेको, पादेको सबै देखाउँछ भने हन्दी धान यताबाट यसरी सर्लको उता एक लाइन लगाएको। यो चाहिँ राम्रो भएन हाम्रो हन्दी धान, यो चाहिँ एकदम घाटा। अब घाटा भयो भनौँ न। अब यसमा चाहिँ मलसलदेखि लिएर अब जोताइ कोडाइ पानी सानी खर्च अब धेरै लाग्यो होइन। अनि यो चाहिँ घाटा नै भयो, ठिकै छ। अब अर्को धान चाहिँ राम्रै भएछ। अनि अब त्यतिको घाटा चाहिँ अब किसानी भएपछि सहनै पर्छ। अब यो धान देख्न सक्नुहुन्छ, यस्तो दामी बाला लाहा के, यो चाहिँ राम्रो भयो। अब त्यो अलिकति घाटा भएर त केही भएन। आनन्दी अलिकति अब थारूहरू भएपछि त अब चिचर खाने अब होइन, त्यस्तो गर्छौँ नि हामीहरूले। सब झटाउने झाट्नेवाला। यस यता सोलमारी पस्किँदैछ। अनि यिनीहरू बिचरा थाके होला आज भनेर मैले चाहिँ यो चाहिँ उता इथियोपियाबाट लिएर आएको सोमरस, यो चाहिँ चाइनाको खोङसाङ भन्ने ठाउँबाट लिएर आएको एउटा प्योरवाला मालपानी। अब भाइहरू यता खाँदैछन्। हामीहरू यो चाहिँ डाइनोसरको खुट्टाको सुप यहाँ छ। अनि यहाँ चाहिँ हाम्रो देख्न सक्नुहुन्छ, यो चाहिँ सुतुरमुर्गको तरकारी। लास गाइस देख्न सक्नुहुन्छ, यहाँ यो टाइम भए पनि स्टिलनेस बडी। पकडा A few moments later. सो हेलो नमस्ते, वेलकम ब्याक एन। आई तपाईँहरू पनि सन्चिनुहुन्छ होला, म पनि सन्चै आरामै छु साथीहरू होइन। अस्ति भर्खर मैले एउटा भिडियोमा देखाइसकेँ तपाईँहरूलाई धान रोपेको। अब चाहिँ धान रोपिसकेपछि अब मेहनतको फल अब हामीले काट्नुपर्ने अवस्था हुन्छ होइन। धान देख्न सक्नुहुन्छ सर्लक्क, यहाँबाट यस्तै सर्लक्क पाकिसकेको छ होइन। यता साइडको त काटिसकेँ होइन, मकै छ त्यता सबै छ। अब हाम्रो धान चाहिँ पाकिसकेको छ। अब भोलि चाहिँ मेसिन लाउने कार्यक्रम हुन्छ हाम्रो। अनि त्यही भएर आज चाहिँ साइड काटिदिँदैछु साथीहरू। यता चाहिँ टक्क काटिसकेको छ होइन। यता हाम्रो साइड टक्क काट्नु पर्ने अवस्था हुन्छ नि साथीहरू। आज अब कति काटिन्छ, म अनि भर्खर ड्युटीबाट आएको। अनि यो अलिकति काटौँ भनेर अब धेरै टाइम त छैन, आधा घन्टा 1 घन्टा समथिङ त्यस्तै काट्छु म आज होइन। अनि भोलि चाहिँ टक्क मेसिन लाउनु नै पर्छ साथीहरू होइन। आज चाहिँ टक्क धान काट्ने क्रम है त साथीहरू। हेर्दै गर्नु न, म धान काट्छु होइन, कसरी काट्छु है त साथीहरू। ल साथीहरू, अब हिजो चाहिँ मैले टक्क लाएर चाहिँ धान सान काटिसकेको थिएँ साइडमा। आज चाहिँ देख्न सक्नुहुन्छ मेसिन लाएर हाम्रो धान चाहिँ सब लडिसकेको छ साथीहरू होइन। यो चाहिँ बेलुका आएर साइडमा काटेको थिएँ नि त मैले। अनि आज चाहिँ अघि भर्खर मैले मेसिन सेसिन सबै लगाइसकेँ। देख्न सक्नुहुन्छ सब धानहरू यहाँबाट उतासम्म मैले काटिसकेको छु होइन। अब यहाँ चाहिँ मैले कुर्दैछु। अब एकछिन पछि अब पानी पर्छ के पर्छ, अनि त्यही अनुसार चाहिँ मैले टक्क लाएर धान सान उठाउँछु। अनि यो चाहिँ भयो हाम्रो चैते धान। अब चाहिँ असारको लागि चाहिँ मैले यहाँ टक्क लाएर ब्याड पनि बनाउँदैछु साथीहरू होइन। धेरै छैन, टक्क लाएर एउटा ब्याड वहाँ पनि छ, एउटा यहाँ बनाउँदैछु। यो चाहिँ अन्डीको लागि हो, त्यो चाहिँ अर्को धानको लागि साथीहरू होइन। अनि अब एकछिन पछि यो चाहिँ पानी हालिसकेपछि म जान्छु होइन। अनि 5 बजीतिर आएर टक्क यो धानहरूलाई उठाएर टक्क मेसिन लाउने कार्यक्रम हाम्रो हुन्छ। अब यस्तै साथीहरू, किसानीको छोरो भइसकेपछि यति गर्नै पर्छ होइन। घाम पानी केही पनि भन्न पाइँदैन साथीहरू। म चाहिँ बिहान भात सात नखाइकन अब 11-12 बज्नु थाल्यो होला। अनि अब यो पानी हाल्छु, धान सान काटिसक्यौँ, अनि जान्छु खानासाना खान्छु साथीहरू। अनि एकछिन पछि आएर धान सान पनि उठाउनु पर्ने हुन्छ। मेरो चाहिँ ड्युटी थियो आज चाहिँ, मैले ड्युटीमा छुट्टी मागेर यति काम चाहिँ सकाउनु पऱ्यो। अब धेरै मान्छे नि त हाम्रो फ्यामिलीमा जम्मा 4 जना मात्रै छन्। अब बहिनी दिदी घर बस्छ, 4 जनाले अब यतिको
पछाडि देख्न सक्नुहुन्छ। अब जमिनदार मान्छे, यत्रो छ जग्गा, मान्छे 4 जना, गाह्रो छ नि साथीहरू। अब गर्नै पर्छ, अब के गर्नु है त साथीहरू। अब हेर्दै गर्नु होला, म एकछिनपछि आउँछु। 5-6 बजीतिर धान उठाउनु पर्ने हुन्छ, त्यसपछि मेसिन लाउनु पर्ने हुन्छ, अनि त्यसपछि यो काम चाहिँ सकिन्छ। अनि असारको लागि चाहिँ हामीले बिउ पनि छर्नु पर्ने अवस्था हुन्छ, त्यो चाहिँ बिहान बनाउँदैछु, पानी हाल्दैछु साथीहरू होइन। अनि यस्तै हो, अब गर्नै पर्छ है त, बुझ्नुहोस्, मिलाएर बुझ्नुहोस् साथीहरू। अब ल साथीहरू देख्न सक्नुहुन्छ होइन, मेरो बुढी चाहिँ आनन्दले त्यहाँ बसिरह शीतलमा, बिचरा उसलाई पनि धेरै घाम लागिरह होइन, चाहिँ आनन्दले बसिरहेछ। साइडमा हरियाली देख्न सक्नुहुन्छ। अब मेरो छोराछोरीको लागि आँप कटर, भुइँ कटरदेखि लिएर केरा सेरादेखि लिएर सब मैले लगाइसकेको छु होइन। अब चैते धान मेरो कतिको फलेछ भनेर म हजुरहरूलाई देखाउँछु। पछाडि चाहिँ मेरो ट्रक लाएर पानी तान्ने बोरिङ देख्न सक्नुहुन्छ। अहिले चाहिँ त्यो पानी हाल्दैछु मैले। अनि मेरो चैते धानको मेहनत अब कतिको फलेछ, यो साल चाहिँ राम्रै भएछ, देख्न सक्नुहुन्छ। बाला यस्तरी दामी लाहा होइन, उता देख्न सक्नुहुन्छ यस्तरी दामी बाला होइन। तर यो चाहिँ खै के धान हो मलाई थाहा त्यति नलेज छैन होइन। अब त्यो धान थियो, अब राम्रै आएछ भन्नुपर्छ। अब देख्न सक्नुहुन्छ बाला यस्तो दामी देख्न सक्नुहुन्छ होइन। यो धान चाहिँ राम्रै भएछ। अनि अलिकति चाहिँ मैले अन्धी लगाएको थिएँ होइन, अन्धी चाहिँ लास्ट पतुर भएछ साथीहरू, हरियो छ देख्न सक्नुहुन्छ होइन। यसलाई चाहिँ मैले काटेन, धेरै फले होइन, देख्न सक्नुहुन्छ। यो चाहिँ अन्धी धान, यताबाट यसरी सर्लको उता एक लाइन लगाएको, यो चाहिँ राम्रो भएन हाम्रो अन्धी धान। यो चाहिँ एकदम घाटा, अब घाटा भयो भनौँ न। अब यसमा चाहिँ मलसलदेखि लिएर अब जोताइ कोडाइ पानी सानी खर्च अब धेरै लायो होइन। अनि यो चाहिँ घाटा नै भयो, ठिकै छ। अब अर्को धान चाहिँ राम्रै भएछ। अनि अब त्यतिको घाटा चाहिँ अब किसानी भएपछि सहनै पर्छ। अब यो धान देख्न सक्नुहुन्छ यस्तो दामी बाला लाहा के, यो चाहिँ राम्रो भयो। अब त्यो अलिकति घाटा भएर त केही भएन। अनन्दी अलिकति अब थारूहरू भएपछि त अब चिचर खाने अब होइन, त्यस्तो गर्छौँ नि हामीहरूले, त्यही भएर अनि चाहिँ भएन। अब असारतिर चाहिँ राम्रै होला अब सोचिरहेको छु होइन। यो चैते धानको चाहिँ अन्धी धान चाहिँ त्यति राम्रो भने साथीहरू होइन। ठिकै छ। अब यतिको गरिसकेपछि कहिले घाटा, कहिले नाफा, कहिले फल्छ, कहिले के गर्छ, कहिले किरा लाग्छ, कहिले के हुन्छ होइन साथीहरू। अब किसानी भएपछि अब सहनै पर्यो। अब त्यस्तै हो साथीहरू। अब गाह्रै छ भनौँ न। अब कहिले अब पानी आउँछ के गर्छ होइन, कहिले पानी हुँदैन के हुन्छ। अनि जति मल बिउ हाल्दा पनि अब मलहरू पेल्दा पनि कहिले काहीँ राम्रो हुन त धानहरू। अनि त्यही हो, ठिकै हो। अब धेरै त नोक्सान भएन, अलिकति लगभग अब 4-5 पाथी आउँछ कि भनेर लगाइदिएको थिएँ मैले। अब त्यो त भएन। अब 1-2 महिना चाहिँ आउला। अब त्यसलाई त्यतिकै अब घाँसको रूपमा अब काटिदिन्छु म त्यसलाई होइन। अनि त्यस्तै हो। अब बुढाबुढी आज बिहानै आएको 4-5 बजे। अब खाना पनि देख्न सक्नुहुन्छ यस्तोमा राखेको छ होइन। ट्याक्क थारूहरूको त फेरि यस्तो माथि साइडमा राख्ने चलन हुन्छ नि त, हामी टक्क रुखमा राखिराखौँ। अनि खानासाना पनि अनि अब म खान्छु। अब यो भिडियो बनाइसकेपछि अनि माथि चाहिँ मैले मकै घाँसहरू 2-4वटा बाख्राको लागि घाँस पनि रोपेको छु होइन साथीहरू। हिरो 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 उल्टी सुगाइ। जब चाहिँ हामीहरू अघि चाहिँ धान काटेर सुकाइसकेको छौँ। अब त्यसपछि चाहिँ हाम्रो भाइहरू सबै आछन् होइन। अब चाहिँ टक्क लगाएर धान उठाउने कार्यक्रम भइरहेछ हाम्रो। अब एकछिनपछि मेसिन पनि आउँछ, देख्न सक्नुहुन्छ सर्लक्क। यता अब जग्गा टन्नै छ, अब धनी रिच किड भइसकेपछि यताबाट सर्लक्क दामी तरिकाले। अब यहाँ मेरो बुढलीन पनि राख्दैछ, मैले पनि उठाउँदैछु अब होइन। त्यसपछि टक्क लगाएर अब दिनुपर्ने अवस्था हुन्छ। अब काम गर्नु नै पर्छ, खानु नै पर्छ गाइजहरू। अब यतिको जति चाहिँ उठाइसकेको छ, अब यो उठाउनु पर्ने छ, पछाडि पनि उठाउनु पर्ने छ। अब एकछिनपछि मेसिन आउँछ साथीहरू। अब अहिले उठाएर राख्नुपर्ने अवस्था हुन्छ। अब धान कति निक्लिन्छ यो वर्षको होइन, हेर्दै गर्नु होला। यता नि दिँदैछन्। अब हाम्रो भाइहरू यता टक्क काम गर्दैछन्। बेलुका मारी याकको सुकुटी र अनि के भन्छन् गैँडाको मोती यिनीहरूलाई खुवाउनु पर्ने अवस्था हुन्छ अनि बेलुकातिर। अनि त्यसपछि झ्यापमा केटाहरूको भिडियो बनाइदिन्छु कस्तो हुन्छ होइन। टक्क लाएर पनि मेरो पनि खिच्छु। ल उल्टी
यो चाहिँ डेन्जरवाला मान्छे उल्टी सुल्टी राज समाललाई फ्लप खुवाउने मान्छे हो। नाम के सोल्टी? हेलो, नाम के हो? अर्जुन। कहाँ बस्छ? कति क्लासमा पढ्ने हो? 1 क्लासमा पढ्छ अरे गाइज। ल मेरो बनाइदिए मन हुन्छ। अब गाइज अब क्यामराम्यान मेरो बुढी, म पनि टक्क अब धुँदै गर्छु होइन। यसरी गर्ने ढाप्प लाएर म चाहिँ फेरि सानोतिनो मुखो चाहिँ उचाल्दिनँ गाइज, अलिक धेरै नै उठाउँछु होइन। देख्नु सक्नुहुन्छ तपाईँ आएर ट्याक्क ल्याउने यहाँ हाल्ने, ट्याक्क ल्याउने यहाँ हाल्ने, मेसिन आउँछ यहाँबाट टक्क फटाउने कार्यक्रम हुन्छ साथीहरू। ओए राजु, पहिलाको मेरो ड्राइभर जस्तो देख्थ्यो होइन? हो मलाई टिफरको ड्राइभर जस्तो देख्थ्यो। ल त म धुँदै गर्छु, काम गर्दै गर्छु, हेर्दै गर्नु होला। मेरो वाइकेडी ब्लगलाई पनि सब्सक्राइब गर्नुपर्छ भने सब्सक्राइब पनि गर्नु, सेयर पनि गर्नु, लाइक पनि गर्नु, सबै कुरा गर्नु। जे घन्टा ड्याङ्की ड्याङ ठोक्नु पऱ्यो तपाईँहरूले जसरी भए पनि। अब म काम गर्छु, धेरै काम गरेको देखाउनु पनि भएन। तपाईँहरू फेरि यो मोरले काम गरेको, हगेको, मुतेको, छेरेको, पादेको सबै देखाउँछ भन्नुभयो होला। अब यति नै। अब एकैचोटि धान फटाएको मेसिन लगाएको देखाउँछु, त्यतिको लागि। साथीहरू ठेसर कुर्दा 7 बजे हाम्रो ठेसर आइसकेको छ। अब चाहिँ नाइटमा हामी झाट्न पर्ने कार्यक्रम भइरहेको छ। ठेसर देख्न सक्नुहुन्छ। तर यति खुसी भइरहेको छु मेरो ठेसर आयो। झाट्ने कार्यक्रम हुन्छ, सब झटाउने झाट्नेवाला, सब झटाउने झाट्नेवाला। सानोतिनो बजारै छ हाम्रो यतातिर धान झाट्नको लागि। जनताहरू देख्न सक्नुहुन्छ। यही हो हाम्रो ट्र्याक्टर ड्राइभर, ठेसरको मालिक। गाइजहरू साउन्ड त आएको छैन होला। हाम्रो मेसिन चलिसकेको छ, देख्न सक्नुहुन्छ। फटाफट यताबाट हाल्दैछन्, टकाटक टकाटक। यता पराल आउँदैछ भने यतातिर पराल, यताबाट धान हाल्नुपर्ने अवस्था हुन्छ। अब म उताको साइडमा देखाउँछु तपाईँहरूले, त्यहाँ चाहिँ धान आउँछ होइन। यता पराल गइरहेको देख्न सक्नुहुन्छ। अब हाम्रो सोनालिकाबाट हुँदैछ हाम्रो कार्यक्रम। म चाहिँ टक्क लाएर यहाँ धान कसरी आउँछ भन्ने कुरो देखाउने नै छु तपाईँहरूलाई। यहाँ चाहिँ हाम्रो धान आउने कार्यक्रम भइरहेको छ, देख्न सक्नुहुन्छ। यो टाइम भए पनि स्टिलनेस बडी। पकड़ा 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 पकड़ा। धानको गप्पा। ओ स्याल। फाइनली साथीहरू हाम्रो धान अनलोड भइसकेको छ हाम्रो महलमा।
देख्न सक्नुहुन्छ मेरो हालत। गाइजहरू अब दिनभरि काम गरेको होइन, मेरो चाहिँ यहाँ बिचरा मेरो बाख्राहरू देख्न सक्नुहुन्छ भर्खर आइरहम हामीहरू कामबाट। एउटा मेरो राति मेरो ब्ल्याकी देख्न सक्नुहुन्छ होइन, यत्तिकै बसिरह बिचरा। ल ल ल म आइसकेँ है, यिनीहरू देख्न सक्नुहुन्छ यस्तो। ल ल ल ल आइसकेँ है अब। ल दिनभरि के साथीहरू दिनभरि काम गरेको होइन, अनि मेसिन सेसिन लाएर बल्ल आछौँ नि त हामीहरू। बिचरा यिनीहरू घरै रहेछ, अब घरको सबै परिवारहरू त्यति काम गर्न गएपछि यिनीहरूलाई बिर्सेर रहेछन् हामीहरू। ल फुकाले त बुढ्नेलाई अर्को पनि छ। फाइनली साथीहरू अब हाम्रो काम साम सकाएर पनि देख्न सक्नुहुन्छ यहाँ 11:30 बजीतिर हामी खाना खाँदैछौँ होइन। अब आजको चक्क बिहानदेखिको बेलुकासम्मको अब टक्क लाएर देख्न सक्नुहुन्छ होइन। अब हाम्रो भाइहरूको लागि चाहिँ विशेष यता सोलमारी पस्किँदैछ, अनि यिनीहरू बिचरा थाके होला आज भनेर मैले चाहिँ यो चाहिँ उता इथियोपियाबाट लिएर आएको सोमरस, यो चाहिँ चाइनाको खोङसाङ भन्ने ठाउँबाट लिएर आएको एउटा प्योरवाला मालपानी। अब भाइहरू यता खाँदैछन्, हामीहरू यो चाहिँ डाइनोसोरको खुट्टाको सुप यहाँ छ। अनि यहाँ चाहिँ हाम्रो देख्न सक्नुहुन्छ यो चाहिँ सुतुरमुर्गको तरकारी होइन। अब हामी चाहिँ खाँदैछौँ, हाम्रो रासन भण्डार यसरी चाहिँ मैले बनाइसकेको छु देख्न सक्नुहुन्छ। अब हामी चाहिँ खान्छौँ। यहाँ चाहिँ ट्याक्क बुढाबुढी मार्दैछन्, अनि सुतुरमुर्गाको कस्तो छ मासु? सो टेस्टी ठिक छ, यामी अरे। ल केटाहरू लाज नमानिकन पड्काउने, कति खाइन्छ पड्काउनेलाई। अब चड्डी सड्डी खोल्न पर्ने, गर्मी छ। अरे कहना क्या चाहते हो? गर्मी छ होइन सब। ल बिन्दास तरिकाले यताबाट सर्प आउन सक्छ अलि राम्ररी है, त्यहाँ कोब्रा हुनसक्छ। ल त साथीहरू अब मेरो आजको धान कटाइदेखि लिएर झटाइदेखि लिएर बोकाइदेखि लिएर कुटाइदेखि लिएर सबै भिडियो यहीभित्र अब मन पऱ्यो भने ट्याग टुक गरिदिने होला। मैले योभन्दा अगाडि नै भनिसकेको छु। यति भन्दै म पनि खान्छु, मेरो पेटी भोकल यस्तो भइसकेको छ। त्यति भन्दै लागे च्यातर च्यातर त भन्दिनँ म। थ्याङ्क्स फर वाचिङ, जय नेपाल।